लगाइज हामी चाहिँ अब सन्जुतिर जानु लाग्यो। सन्जु चाहिँ किन जानु लाग्यो भनेदेखि हाम्रो यहाँ भाइ चाहिँ अस्ति कोरिया आएर कति 3 महिना मात्र भयो होइन। अनि कम्पनीमा त खासै कामहरू चलेन। त्यसपछि अब कम्पनी छोड्नुपर्ने भयो। त्यसको लागि चाहिँ हामी सन्जुमा गएर अब नदुङ्गुतिर सेल्टरतिर बुझेर दाइलाई त्यहाँसम्म साथी यताउति बुझ्नको लागि हामी पनि जाँदैछौँ 2 जना दाइलाई छोड्नको लागि। बस्ने हो सेल्टर बस्नु हजुर। नोदोङ्गु चाहिँ यहाँदेखि कति टाढा छ? नोदोङ्गु नजिकै हो। नजिकै हो। कति 7-8 मिनट लाग्छ। यतै एरियामा काम पाएला र कस्तो कम्पनीहरू कतिको छ यता हामीलाई केही थाहा छैन। फेरि मेनु के गरी मेनुको अलिक पातलो पातलो कामहरू चाहिँ छ आउँछ है। अब आज त आइतबार हो एकचोटि नोदोङ्गु गएर बुझ्नु न। गाइस सन्जुमा यस्तो धेरै यति धेरै बसहरू छ। यो बसहरू भनेको चाहिँ 150 को स्पिडमा हिँड्छ के कसो हो? अनि यहाँ चाहिँ चोरोट खाने मान्छेहरू पुरै लाइन बसिरहेको छ होइन। यिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चोरोट चाहिँ राम्रो यो भन्न चाहन्छु। हेर्नुहोस् तपाईँलाई यहाँको पानी कस्तो लाग्छ हेर्नुहोस्। यहाँनिर पुरै रातो रातो माछा र सेतो माछा पालेको रहेछ होइन। त्यो चाहिँ कसरी पालेको रहेछ भनेदेखि अब ठुलो माछा निलो माछा बिग फिस दिस इज बिग फिस। अब इङ्ग्लिसमा भ्लगिङ गर्नु पऱ्यो क्या। भेरी बिग फिस। Look at there, very beautiful, cute, bloody. Oh my God! अब हामी 3 महिनासम्म सँगै काम गऱ्यौँ होइन। तपाईँलाई हामीले जानमा कुनै चोट कुनै मन दुखाएको भए त्यसको लागि हामी केमा प्रार्थी छौँ होइन। तपाईँ के भन्न चाहनुहुन्छ? होइन मैले चाहिँ 3 वर्ष 3 महिना चाहिँ सँगै काम गर्दा मलाई 3 दिन काम गरे जस्तो पनि लागेन। तपाईँहरूसँग यसो दिनहरू बिताउँदाखेरि तपाईँहरूलाई कुन शब्दले धन्यवाद दिउँ? मैले त्यो धन्यवाद दिने शब्द चाहिँ शब्दकोशमा खोज्दा पनि भेटाउन सकिनँ। तपाईँ चाहिँ त्यसरी खोज्नुहोस्। तपाईँबाट मैले चाहिँ कुनै दुःख गुनासो त्यस्तो केही छैन। तर तपाईँले मेरो कारणले गर्दाखेरि चाहिँ दुःख गर्नुभएको छ होइन। हरेक कुरामा चाहिँ गर्नुभएको छ तपाईँहरूले। त्यसको लागि तपाईँहरूलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। हेलो व्हाट्सअप गाइस, लसु फेब्लो सम्पूर्णलाई वेलकम टु माई न्यू डे न्यू ब्लगमा स्वागत छ तपाईँहरू सम्पूर्णलाई। अरे आई होप तपाईँहरू सम्पूर्णले सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। अरे आज चाहिँ आइतबार हाम्रो छुट्टीको दिन। हामी चाहिँ अहिले बाहिर जाँदैछौँ। त्यसको लागि चाहिँ म चाहिँ रेडी हुनु लाग्यो। अब लुकसुक लगाएर अब निस्किनु पर्ने हुन्छ। 10 बजेको गाडी छ। लगभग अब 9:45 जति भइसकेको छ। लगाइज हामी चाहिँ अब सन्जुतिर जानु लाग्यो। सन्जु चाहिँ किन जानु लाग्यो भनेदेखि हाम्रो यहाँ भाइ चाहिँ अस्ति कोरिया आएर कति 3 महिना मात्र भयो होइन। हजुर हजुर। अनि कम्पनीमा त खासै कामहरू चलेन। त्यसपछि अब कम्पनी छोड्नुपर्ने भयो। त्यसको लागि चाहिँ हामी सन्जुमा गएर अब नदुङ्गुतिर सेल्टरतिर बुझेर अनि दाइलाई त्यहाँसम्म साथी यताउति बुझ्नको लागि हामी पनि जाँदैछौँ 2 जना दाइलाई छोड्नको लागि। अनि के भन्नुहुन्छ तपाईँ यो विषयमा? यो विषयमा एकदम ठिक छ जे भए पनि होइन। अब हजुरहरूले चाहिँ यति धेरै दुःख गर्नुभएको छ त्यसको लागि धन्यवाद भन्न चाहन्छु। र मलाई यहाँको बारेमा खासै थाहा नभएको हुनाले यसो साथीहरूलाई सेल्टरसम्म चाहिँ छोड्न के अरे साथी भएर यसो जान लागेका छौँ हामी। जाँदैछौँ। त्यहाँ के कस्तो हुन्छ विशेष धन्यवाद।
हस् रेकर्ड गर्न चाहन्छौँ। हामी अब छन्जुतिर जानेछौँ अहिले टक्क लाएर होइन। अनि सेल्टर जानेछौँ सुरुमा। सेल्टरमा के कस्तो हुन्छ त्यहाँ बुझेर फेरि अनि नोदोङ आज खोल्न त खोल्दैन, तैपनि अब कहाँनिर रहेछ भनेर चाहिँ भोलि दाइको लागि सजिलो होस् भनेर हेरेर आउनेछौँ। साउलाई के यो विषयमा तपाईँ साउलाई के भन्नुहुन्छ भन्नुहोस् दुई शब्द। मैले के भन्ने हो र सर, अब खासै भन्ने त्यस्तो शब्द अब खासै केही छैन होइन। जे होस् यहाँ कोरियासम्म अब ल्याइदियो होइन, काम जे जस्तो भयो भने त्यो ठुलो कुरा हो, ठुलो कुरा हो। अब त्यस्तो नभनौँ जे भएन अब कोरियासम्म चाहिँ ल्याइदियो नि त। अब यसको लागि चाहिँ तपाईँको कुनैको अब होइन कसैको चाहिँ बिचैमा क्यान्सल गरिदिन्छन् होइन। तपाईँको चाहिँ त्यस्तो भएन, कोरियासम्म ल्याउनु पनि ठुलो कुरा हो सुरुमा त। एकदम त्यो ठिकै छ, धन्यवाद नै भनौँ साउलाई पनि। अस्ति सिसिबिआई क्यान्सल भएको 73 जनाको नोटिस देखाउँदै थियो। त्यस्तो हुन्छ। कसैको फेरि उ पनि गरिरहेको छ अरे आजभोलि पनि, जस्तै क्यान्सल भएको पहिला त कति वर्ष वेट गर्नुपर्छ नि, अहिले त्यस्तो छैन अरे। अहिले फेरि के हुँदैछ तिनीहरूको प्रोसेस भइरहेछ होइन। कसैको भइरहेको गोविन्द सरले चाहिँ पुरै फोन गरेर होइन, त्यो बिचमा त्यो अड्केको यताबाट पहिला ऊ गर्यो लेबर कन्ट्र्याक्ट, अनि पछि त्यो चाहिँदैन हामीलाई, मान्छे चाहिँदैन, कम्पनी चलेको छैन त्यस्तो भनेर न क्यान्सल गर्छ न के गर्छ, भित्रमा ऊ रोकेर होल्ड गरेर राख्दो रहेछ क्या। त्यस्तोलाई चाहिँ अनि उसले उताबाट पुरै फोन गरेर अनि क्यान्सल गरिदिनु, हाम्रो यहाँ अर्को प्रक्रिया के अरे प्रक्रिया सुरु गर्नको लागि त्यहाँबाट क्यान्सल गर्नुपर्छ भनेर फोन गरेको त्यो भिडियो टिकटकमा आइरहेको थियो। गोविन्द राईले गोविन्द राई मान्छेमा राम्रो, गोविन्द राई जनावरमा राम्रो गाई त्यस्तो भन्दै थियो है। ट्रेनिङमा चाहिँ डर हाँसाउँथ्यो बुढोले जे भयो नि। यतिखेर चाहिँ हामी ठ्याक्कै छन्जुमा झरिसकेका छौँ। अनि यहाँबाट चाहिँ हामी सिधै अब सेल्टरतिर जानेछौँ बुझ्नको लागि। सेल्टरको नम्बरहरू त छ, अहिले फोन गरिसकेको छ। अब त्यहाँ गएर के कस्तो छ सबै देख्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ पुरै बस्छ होइन। यहाँबाट चाहिँ हामी कतै जानु पऱ्यो भने यहाँबाट कताको बस पनि भेट्छ। कहाँ कञ्चनजङ्घा सेल्टर चाहिँ यहाँनिर रहेछ होइन। स्थितिको बारेमा जानकारी दिँदैछौँ। यतिखेर चाहिँ हामी अब छन्जु छल्लाफोक्तो छन्जु सिवै बस टर्मिनल ठ्याक्क यहाँनिर अब सेल्टरमा आइपुगिसकेका छौँ। यतिखेर चाहिँ वस्तुगत स्थितिको जानकारी दिनुपर्दा चाहिँ अब यहाँबाट यो साइकलहरू युज गरेर कतै जान नि सकिन्छ हामी। तर यो सुरुमा चाहिँ हामी लड्न सक्छ, धेरै होसियार हुनुपर्छ। यहाँ रहेछ है सेल्टर चाहिँ यता छन्जुमा बस टर्मिनल यहीँ रहेछ यो चाहिँ। यहाँनिर चाहिँ
सबै पाउनु रहेछ त्यहाँ यहाँ त आफै बनाएर खाने होइन बनाएको खाने हामी यता उहाँ बस्ने हो सेन्टर बस्नु हजुर नोदोङबु चाहिँ यहाँदेखि कति टाढा छ नोदोङबु नजिकै हो नजिकै हो कति 7-8 मिनट लाग्छ यतै एरियामा काम पाएला र कस्तो कम्पनीहरू कतिको छ यता हामीलाई केही थाहा छैन फेरि मेनु के गरी मेनुको अलिक पातलो कामहरू चाहिँ छ आउँछ है अब आज त आइतबार हो एकचोटि नोदोङमा गएर बुझ्नु न आज पनि के हुन्छ शनिबार आइतबार चाहिँ बिदा बस सेकेन्ड बाँकी भयो हामी आउने भयो यतिखेर चाहिँ हामी यहाँ छन्जुको खोयाङ नोदोङबु निर आइपुगेका छौँ होइन यो हेर्नलाई आज हेर्नको लागि मात्रै आएको सबै बन्द छ होइन आज अब आइतबार बिता कहाँ रहेछ भनेर यसो हेर्नको लागि मात्रै आएको हामी चाहिँ यो चाहिँ ठ्याक्कै बस टर्मिनलबाट अलिकति 500 मिटर जति टाढा रहेछ गाइस हामी चाहिँ यतिखेर छन्जुतिर नै छौँ यतिखेर दिनभरि हिँड्यो होइन सबै कुराको चाहिँ अहिले हामीले व्यवस्थापन गरिसक्यौँ सेल्टरदेखि लिएर होइन सेल्टर अनि त्यसपछि नोदोङबु कहाँनिर रहेछ भनेर सबै ठाउँहरू हेऱ्यौँ अनि अब चाहिँ हामी लगभग अब केही समयपछि चाहिँ हामी रुमतिर जानेछौँ हाम्रो उता जाने चाहिँ 5:40 गाडी छ होइन अब चाहिँ हामी एकछिनमा चाहिँ 5 बजीबाट हामी चाहिँ छुट्टिन्छौँ हाम्रो चाहिँ ए यत्रा हुँदो रहेछ त्यो त यार फेरि लिएकै फर्क्यो यार हामी चाहिँ यहाँ थकाइ मेटाइरहेको होइन थकाइ अब दिनभरि हिँड्दा अब खुट्टा धेरै दुख्यो नि त होइन त्यही भएको कारणले बढी चिसिन्थ्यो फ्लड यार अनौठो भइरहेछ आज यसले यतिखेर चाहिँ हामी यहाँ पुरै वस्तुगत स्थितिको बारेमा जानकारी दिँदाखेरि चाहिँ बसमा त देखिरहेको छु यहाँ चाहिँ हेर्नुहोस् गाइस छन्जुमा यस्तो धेरै यति धेरै बसहरू छ त्यो बसहरू भनेको चाहिँ 150 को स्पिडमा हिँड्छ के कसो अनि यहाँ चाहिँ चोरोट खाने मान्छेहरू पुरै लाइन बसिरहेको छ होइन यिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चोरोट चाहिँ राम्रो यो भन्न चाहन्छु हामी चाहिँ यहाँबाट अब कसो टर्मिनलतिर घुम्न जाँदैछौँ फेरि
यो धेरै बेर गाडी कुर्नुपर्ने अवस्था भएर चाहिँ जानुपर्ने हुन्छ होइन। सबै ठाउँ चाहिँ आज हाम्रो सरलाई चाहिँ घुमाउनु पर्ने हुन्छ हामीले, किनभने भोलिदेखि चाहिँ उहाँ एक्लै हुने भएर चाहिँ सबै ठाउँको बारेमा अहिले जानकारी दियो भने भोलिको लागि चाहिँ राम्रो हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा। कस्तो लाग्यो भने मेरो भोलिको दिनमा तपाईँ कसरी बस्ने होइन, कसरी टिकट गर्ने, कुन ठाउँ जाने भन्ने कुराहरू चाहिँ जानकारी धेरै छ। हामीले जाने बुझेअनुसार हामी पनि त्यति त थाहा छैन, धेरै त थाहा छैन तैपनि यहाँ चाहिँ अब त्यहाँभित्र चाहिँ सोफा किन्ने भने सोफा सिरक बेडहरू तपाईँले त्यहाँभित्र के कस्तो छ, यदि मैलो उडुस छ भने यहाँ आएर किनेर प्रयोग गर्न सक्छ भनेर भन्न सक्दैन, किनकि धेरै महँगो हुन्छ। यो जस्तो भयो भने त्यहाँभित्रकै एडजस्ट गरेर बस्नुपर्ने हुन्छ। त्यतिखेरको बसाइमा हामी सन्जु बजार घुम्दैछौँ। सन्जु बजार घुम्दाखेरि आज पुरै खुट्टा दुखेको छ होइन, अनि गर्मी पनि वात्तै बढी सुनिरहेको छ। दिउँसो चाहिँ यसरी गर्मी भयो कि आज होइन, पसिना आइसक्यो, पसिना पुरै आएको। यहाँनिर चाहिँ अब हामी चाहिँ कसो टर्मिनलमा पुग्न लागिसकेका छौँ। त्यतिखेर भन्नुहोस् तपाईँलाई यहाँको पानी कस्तो लाग्छ? हेर्नुहोस् यहाँनिर पुरै रातो माछा र सेतो माछा पालेको रहेछ होइन। त्यो चाहिँ कसरी पालेको रहेछ भनेदेखि अब ठुलो माछा, निलो माछा, बिग फिस, दिस इज बिग फिस। अब इङ्ग्लिसमा भ्लगिङ गर्नुभयो कि very big fish. Look at there, very beautiful, cute, bloody. खिचेको थाहा पायो भने माछा अहिले पुरै उ छ नि त, पर्मिसन बिना कुनै कसैको भिडियो हाल्यो भने तिनीहरूले कदम चाहिँ देखेर केस हाल्यो भने केस लाग्छ। त्यो न्युजहरूले त उनीहरू ब्लर गरेर न्युज प्रचार गरेको हुन्छ। हामी त भगर हो, हामीले चाहिँ जान्छ जेलभित्र जानुपर्छ जान्छ। त्यही भएको कारणले हामी चाहिँ एकदमै त्यसको लागि चाहिँ हामी सेन्सिटिभ केयरफुल्ली हामी चाहिँ भिडियोहरू खिच्नुपर्ने हुन्छ। त्यतिकै अर्काको भिडियोहरू चाहिँ हामीले लिएर खिचेर हामीले सामाजिक सञ्जालमा चाहिँ प्रयोग गर्नु हुँदैन भने यहाँको नियम कानुनले त्यस्तै भन्छ। हामी चाहिँ यतिखेर सन्जुको कसो टर्मिनलमा आइपुगेका छौँ। भनेपछि यो वस्तुगत स्थितिको बारेमा जानकारी निरन्तर रूपमा दिँदैछ भनेर यहाँ चाहिँ पुरै यो चाहिँ पुरै महँगो खालको बसहरू थेगु पनि यहीँ हुँदो रहेछ यार सबै। यो अलिक महँगो खालको हुन्छ क्या टिकटहरू, लग्जरियस सिटहरू हुन्छ। त्यही भएको कारणले चाहिँ बुसान जानलाई पनि यहाँ पनि पाउँदो रहेछ। थेगु बुसान पाउँदो रहेछ यहाँ पाउँछ। यो बाहिर जानेहरू चाहिँ यहाँ सबै पाउँछ कि, यताबाट पाएन भने यताबाट पाउँछ।
बाहिरको बसाइमा यहाँ मान्छेहरू देख्न सकिन्छ तपाईँहरूले पुरै यहाँ बस पुरेको अवस्था छ होइन। सबतिर जाने भइ चाहिँ अब फाङ्सु जानलाई यहाँ डाइरेक्ट लेखा रहेछ फाङ्सु। आज धेरै हिँड्यो भोलि जाम्ला होइन यहाँको टिकट काउन्टर आएको यही हो यहाँको टिकट। यस किसिमको बसहरू चाहिँ यहाँ उपलब्ध हुन्छ होइन। लग्जरियस सिटहरू हुन्छ अनि टिकट चाहिँ अलिक महँगो हुन्छ यहाँको चाहिँ भनेर हाम्रो चाहिँ अनुसन्धानले त्यस्तै कतिसम्मको चाहिँ महँगो पर्छ? 3-4 हजार 4-5 त्यसरी चाहिँ हामीले 7-11 यहाँबाट पनि अब हामी निस्केर जानुपर्ने हुन्छ होइन। बाहिर चाहिँ हाम्रो लागि पुरै चियरहरू राखेको छ त्यहाँ बस्नु जाने हो। फल भन्ने त किन नखोज्यो यार बोसहरू आएपछि फोन गर्छ भने थाहा छैन त्यसलाई। यो चाहिँ किन राखेर चाहिँ यहाँभित्र कन्सर्ट हुँदो रहेछ कि है। ए पुरै लाइटहरू माथि झुन्डाएको छ है अनि मान्छे चाहिँ तल। ल टिकट छैन ल अब खोइ अब आर्टिस्टहरू नि कोही आएन यार कन्सर्ट हेर्न आएको हामी चाहिँ। अब यहाँ मान्छे पनि कोही छैन अहिलेसम्म हामी मात्र छौँ। कार्यक्रम सञ्चालक दाइ मात्रै कार्यक्रम सञ्चालक जो के भन्न चाहनुहुन्छ यो के कारणले ढिला भयो यो? हाम्रो उतातिरबाट आउँदाखेरि हाम्रो एउटा गाडी चाहिँ जाम भएर ए उसको नि होला नि के सोतङ कार्ड रिजर्भ गर्नु पऱ्यो नि। सोतङ कार्ड अब पछि गरौँ नत्र अहिले त्यहीँ भित्रै गराउँला। त्यहाँभित्र छ होइन गर्नुपर्ने भएकाले अलिक चाँडो गएर त्यहाँभित्र गराउँला। यस बसाइमा हामी अहिलेको अवस्थामा हामी यो पुरै कोरियामा चाहिँ अहिले विभिन्न ठाउँमा चाहिँ पुरै आगो लागिरहेको छ होइन। आगो लागिरहेको यतातिर पुरै धुवा भइरहेछ होइन। मोबाइलमा पनि सेफ्टी म्यासेजहरू आएछ आगो लाग्यो भनेर कता कम्पनी पनि भेट्यो भन्ने समाचारहरू आइरहेको छ हिजोदेखि होइन। नेपालीहरूले टिकटकतिर हालेको देखेको यस किसिमको घटनाहरू चाहिँ दुर्घटनाहरू चाहिँ यहाँ पनि हुन्छ होइन। नेपालमा मात्र होइन नेपालमा चाहिँ अलिक बेसी नै हुन्छ किनभने नेपालमा मान्छेहरू अलिक शिक्षित धेरै छ नि त त्यही भएर आगो लाउँछ वन जङ्गलतिर। र अब तपाईँ के भन्नुहुन्छ त? अब हामी अन्तिम घडीमा आइपुगिसक्यौँ यतिखेर होइन। तपाईँसँग अब हामी 3 महिनासम्म सँगै काम गऱ्यौँ होइन। एकदम तपाईँलाई हामीले जानमा कुनै चोट कुनै मन दुखाएको भए त्यसको लागि हामी केमा प्रार्थी छौँ होइन। तपाईँ के भन्न चाहनुहुन्छ? होइन मैले चाहिँ 3 वर्ष 3 महिना चाहिँ सँगै काम गर्दा मलाई 3 दिन काम गरे जस्तो पनि लागेन। तपाईँहरूसँग यसो दिनहरू बिताउँदाखेरि अब तपाईँहरूलाई म कुन शब्दले धन्यवाद दिउँ? मैले त्यो धन्यवाद दिने शब्द चाहिँ शब्दकोशमा खोज्दा पनि भेटाउन सकिनँ। तपाईँ चाहिँ त्यसरी खोज्नुहोस्। तपाईँबाट मैले चाहिँ बरु कुनै दुःख गुनासो त्यस्तो केही छैन। तर तपाईँले मेरो कारणले गर्दाखेरि चाहिँ दुःख गर्नुभएको छ होइन। हरेक कुरामा चाहिँ गर्नुभएको छ तपाईँहरूले। यसको लागि तपाईँहरूलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। र तपाईँहरूको यो गुणलाई चाहिँ म कहिले पनि भुल्ने छैन भन्न चाहेँ। अनि कोरियामा तपाईँको पुरानो कामदारहरूले नयाँलाई ल्याउँछ भन्ने धेरै कुराहरू सुनेको। तपाईँको
उसमा के कस्तो छ अनुभव सुनाउनुहोस्। मेरोमा त जनता जान्न मलाई चाहन्छ। भन्दा पनि बरु आफै पेलिनु भयो होला। मलाई चाहिँ त्यस्तो कुरामा बरु मैले गर्नुपर्ने काम उहाँहरूले आफैले गरेर चाहिँ मलाई धेरै सहयोग गर्नुभयो। यसको लागि धन्यवाद दिन चाहन्छु। आज अब कम्पनी छोड्नु त पर्यो, तर त्यो चाहिँ फरक विषयमा छोडियो होइन। अब त्यो साथीहरू त यस्तो साथीहरू मैले चाहिँ भेटाउँदिनँ होला जस्तो लाग्छ मलाई जहाँसम्म। हामी जुन ठाउँमा भए पनि कोरियाको जुनसुकै ठाउँमा भए पनि सायद त नजिक भयो भने त हामी सधैँ भेटघाट भइहाल्नेछौँ। जुनसुकै ठाउँमा भए पनि हामी चाहिँ यसो लामो छुट्टीमा चाहिँ हामी चाहिँ भेटेर हामी दुःख सुख सेयर गर्नेछौँ। सकेसम्म चाहिँ हामी अझै पनि नजिक हुने कोसिस गर्नेछौँ भन्न चाहिँ। तपाईँको अब आगामी दिनहरू एकदमै सफल रहोस्, कोरियाको बसाइ चाहिँ सुखमय होस् होइन। त्यही शुभकामना छ तपाईँलाई होइन। हामी अब कुराकानी भइरहन्छ, कुनै टेन्सन नलिनु होला। कुनै केही समस्या पऱ्यो भने हामीलाई सम्झिनु होला, हामी सकिएको तपाईँलाई सहयोग गर्नेछौँ। धन्यवाद। हस्त आजको लागि यति गरौँ है। मेरो तर्फबाट मिलन सरको न्युजबाट मिलन सरको के भन्नु छ भने यसो मिलन सरको भनाइ के छ त भन। आज 2-4 शब्द जाओस्। हामी अब छुट्टी यत्रो बेर यत्रो 2-3 महिना चाहिँ उहाँको पाला आइसक्यो। अब यति अब 3 महिनासम्म बिताइयो होइन। अब छोडेर जान पर्दाखेरि चाहिँ दुःख लागिरहेछ बहुत। अब सँगै आशा गरौँ अब नजिकै पर्नुहुन्छ, छिटो काम खोज्नुहुन्छ होइन। बेला बेलामा भेट हुन्छ। त्यही हो मेरो भन्नु केही छैन। अलि नजिकै पऱ्यो हामी हप्तामा पनि भेट्न सकिन्छ होइन। त्यही हो अब तपाईँलाई छिटै काम पाओस्, राम्रो पाओस्। यो कम्पनीभन्दा अलि राम्रै सजिलै अनि अलिक धेरै कमाउने चाहिँ कम्पनी भेटोस् भन्ने हाम्रो चाहना हो। म अहिले काममा छु, ओभर टाइम हान्दैछु, बिजी छु अहिले। फोन हान्दा पनि हामीले बेरोजगार भएर फोन हान्नेला होइन बेला बेलामा। अब बिजी छु, अब अहिले म फुर्सदको बेलामा फोन गर्छु भनेर सुन्न पाऊँ होइन। हजुर, त्यो चाहिँ हाम्रो चाहना हो होइन। बेरोजगार फेरि जति बेला पनि फोन हान्न सक्ने अवस्था हुन्छ। ल है त, ल हस् हुन्छ सर। धन्यवाद। आजको चाहिँ भिडियोलाई हामी यहीँसम्म गर्छौँ।